वेलकम ब्याक टु माई एनदर भ्लग आफ्टर लङ टाइम होइन। सो भ्लग पनि अपलोड भएको छैन। आज चाहिँ वान अफ द फेभरेट बिपु सोल्टाको चाहिँ भिडियो सुट छ। एउटा ब्याङ्गर झर्नेवाला छ, च्याप्पो छोपेर घ्याप्पवाला चाहिँ होइन। सो आज चाहिँ सुट छ। सो म चाहिँ उता बोलाएर म चाहिँ गइरहेको छु होइन। के कस्तो हुन्छ लास्टसम्म हेर्नु होला, उतै भेट्नुपर्छ ल। हामी यतिजना 544 केजी छौँ र। सो गाइज एउटा इन्सिडेन्ट भयो। हामी यहाँ चाहिँ होइन लिफ्टमा अट्क्यौँ गाइज। बेल बजाइदियो ए खुल अगाडि यो त अब बेल पनि बज्दैन त यार। यो त साथी यार यो लिफ्ट त अड्किदियो त यार। दाइ यार लिफ्ट अट्यो त। लिफ्ट अड्क्यो, ओभरलोड भयो। हजुर केटाहरू पुरा ढोका च्यातिरहेछ लिफ्टमा। अब ढोका च्यातिरहेछ जुल्टी भालो दाइ। आर्जु दोस्त पावर बाहिर अङ्कलको हात च्यापिसक्यो यार। ठाउँ पनि छैन फेरि। त्यो यो लौडा हाल न, उ त्यो लौडा हाल न फलामको। बाज्यौ साथी यतातिर हो, उतातिर के गर्नु गाएछ होइन। लिफ्ट बिग्रेर माया कसम आज बिहान एउटा पनौतीको थोपडा हेरेको थिएँ है। कस्तो दिक्कत भयो क्या यार। हेर न सास फेर्नलाई मान्छे कस्तो गरिरहेको छ। बुझ न कुन कन्डिसनमा होला, कुन कन्डिसनमा चाहिँ हामी कुन सिचुएसनमा चाहिँ थाहा छ। सिचुएसनलाई सेचुरेसनमा मलाई के भन्नु मेरो घर परिवारले हेरिदिनु पर्ने। म त जान्न भने झन् यही बेला कसैले डाइरिया जाओस् रे एउटा फ्री स्टाइल जाओस् न रे के। अब यही पार्टीमा गरिदिनु पर्छ जस्तो। मलाई त जबरजस्ती केटाहरूले तानी हाल्यो हो यहाँ, जबरजस्ती हाल्यो हो अहिले। मलाई त साथीले आऊ कि आऊ भने म त दौडेर आइदिएको। मैले त आज पहिलोचोटि देखेको यो डब्बा आसो के हो। मलाई त अड्काइदियो, रड लाग्यो, छिरिदिएको भित्र। मोदका जाल एकैचोटि लिन्छ भनेर आएको हाम्रो डब्बा जो सामान मोदका जाल हो कि यो चाहिँ। यहाँ भित्र ल्याउने थुन्ने गफवाला भने चाहिँ हामीले देख्थ्यौँ रिलमा। अब आज चाहिँ सचमै भयो नि त रियली। दाम नलाउनेसँग फस्यो केटी भयो नि कि हुन्थ्यो। त सबका यो बिल्डिङ वालालाई फर्स्टचोटि भयो होला है यो। आफ्टर लङ टाइम हामी निस्किएको छु है लिफ्टबाट। आफ्टर लङ टाइम होइन फाइनल्ली गाइज, फाइनल्ली होइन। सकिँदैन है केटा हो, सकिँदैन। सो त्यही हो। सो गाइज लिफ्टबाट बल्ल तल्लो निस्केर अब चाहिँ हामी सिँढीमा चढी जानु परेछ होइन, 7 तले माथि। सो त्यही हो। सास फेर्न गाह्रो हुँदो रहेछ गाइज। अनुभव लियो आज लिफ्टमा अट्किँदा पनि कस्तो हुन्छ भन्ने। सो त्यही हो केटा हो। अब चाहिँ एकछिनमा सुट सुरु हुन्छ। सो केटाहरू सब आइसक्यो। सो यता रेडी भइरहेछ। सो केटाहरू पनि जमगढ भइसक्यो होइन साथी। अनि भाइ ब्याङ्गर खस्थ्यो अब। सो केटाहरू बबाल गर्नुपर्छ। अनि यता हाम्रो आर्डेन बाई सब छ, पाण्डे सोल्डा इन द हाउस यु नो। हाम्रो चक्र भाइसँग यो भेट भइसक्यो। चक्र मिलन होइन फेरि, चक्र बम हो है। यता भइरहेछ लाइभमा। सो साथी यस्तो हो के राजा कस्तो भाइ यता बस्छ त च्याप्पो छोपेर गर्छ। सो रेडी भइरहेको छ यहाँ डकको होइन। आएको छ नि यता भिडियो एकदम बबाल ह्यान्डसम भाइ भइरहेछ टक्क। बबाल भोजपुरी टाइप पाला भइरहेछ। यो रुमाल पनि भित्र हाल न विमल, रुमाल पनि भित्र हाल न।
यता सब भइरहेछ कडा आउँदैछ है कडा खुन खाएर आउँदैछ हाम्रो क्यामेराम्यान यता छ यहाँ बिपुको यहाँ सुट भइरहेको छ होइन झ्याप्प छोपेर झ्याप्प ल रात परिसकेको छ यहाँ अहिले कति पश्चिमी भाइब नि ओलक छ पश्चिमीहरूको रिस पनि आएको स्ट्रिटको फाइटरहरूको बनाइदिन्छु मैले घर पुरै बाजो म माथि महाकाल हाबी शब्दले नै तलाई उडाउँछु कात्रो बिटमा उत्रु कि बुझ सँगै हुन्छ मेरो ब्यागमा र्याम्बो पश्चिमी भाइब नि ओलक छ पश्चिमीहरूको रिस पनि आएको स्ट्रिटको फाइटरहरूको बनाइदिन्छु मैले घर पुरै बाजो म माथि महाकाल हाबी शब्दले नै तलाई उडाउँछु कात्रो बिटमा उत्रु कि बुझ सँगै हुन्छ मेरो ब्यागमा र्याम्बो फोकटको चाहिन ट्याक्थ्यो रिल्सको होइन नि एक्थ्यो ओ साइडको सिट पुरै फ्याक्थ्यो भोले सिसा पुरा फ्याक भो कोकेर आउँदैन ल्याम्बो तेरो एसमा छिराउँछु ब्याम्बो पैसा भन तेरो किनेको फ्यानको कुरा गरे मैले किनेको प्यानको तेरो भाइले गएर च्यानकोस तेरो डु मेरो अस्तिको एक्सो बिग फ्यानले चलेन लाइफ ब्रो बिग साइडको जलेको झाट्यो डिस्ट्र्याक्टमा सिमिलर ऱ्याम्बो प्र्याक्टिस छैन कमी भयो ज्ञानको सो हान जान्छु ग्याङसँग ब्याङ्कक बिग प्लान छ आउनु त्यो टाइम थियो पश्चिमी भाइब नि अलग छ पश्चिमीहरूको रिस पनि आएको स्ट्रिटको फाइटरहरूको बनाइदिन्छु मैले घर पुरै बाजो म माथि महाकाल हाबी शब्दले नै तलाई उडाउँछु कात्रो बिटमा उत्रु कि बुझ सँगै हुन्छ मेरो ब्यागमा र्याम्बो पश्चिमी भाइब नै अलग छ पश्चिमीहरूको रिस पनि आएको स्ट्रिटको फाइटरहरूको बनाइदिन्छु मैले घर पुरै बाजो म माथि महाकाल हाबी शब्दले नै तलाई उडाउँछु कात्रो बिटमा उत्रु कि बुझ सँगै हुन्छ मेरो ब्यागमा र्याम्बो बोल्छ बिचमा चिन्ने होइन मेरो सीमाभित्र आँखा नि तिनटा त्यसै नाम राखे होइन बुझा मित्र एनर्जी पासो बर जस्तै कि म शिलाजित नखेले दिमागको खेल होलास् नि भाइ अपराजित पक्कै एकछिन डेटान्छु तेरो म शिलासित निधारमा फो फो गिर वंश जलाउँछु तेरो चितासित अंश नि दान हुन्छ मैले शोक बनाउँछु मुजी यतातिर गयो नि परलोक तैँले सजा पाउँछस् मुजी त्यतै भित्र दामी 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 होइन दामी खान्छ खान्छ मार्केट है सो लेट्स गो भइरहेछ सब होइन लाइटिङ साइटिङ बनिरहेको छ कुराहरू रेडी भइसक्यो सो अब एकछिनमा स्टार्ट हुन्छ होइन अनि अरू के छ र त्यही हो माहौल बनिरहेछ तातिरहेछ त्यही भन्दै केटा लास्टसम्म हेर्दै गर्नु होला कि कस्तो हुन्छ हाम्रो बिटिएस फेरि बब्बाल हुन्छ नि है च्याप्प चुपेर क्याप्प गाई बोला तेरो नाम निशान तुली होला तेरो एकै चिहान अत्तनी पत्तो पाउनस् केही सपुत हुन्न मुजी एक किसान मलाई किसान त खाइ किसान यतानी ठिक्क उतानी ठिक्क कसियो लाग्यो भाइ किरान च्याप्पो छुपेर घ्याप्पो 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 च्याप्पो छुपेर घ्याप्पो सो भइरहेछ केटा हो होइन दामी दामी भइरहेछ सो लाइटिङ छैन यतातिर सो दामी भइरहेछ केटाहरूको यता सुट भइरहेछ सो केटाहरू दामी दामी भइरहेछ यता दामी होइन सुटिङ बबाल भइरहेछ यता क्यामराम्यान सुट भइसक्यो यता घ्याप्पो 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 च्याप्पो छोपेर घ्याप्पो
छोपेर घ्याप 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 च्याप छोपेर घ्याप हु 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 च्याप छोपेर घ्याप 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 च्याप छोपेर घ्याप एनर्जी दामी छ है केटाहरूको दाइको कुराले प्लान चला खुलीमा घाप पित्तल निश्चल मलाई चाहिएन घाममा शीतल भन मलाई ग्रुप बिलको टिचर कोइसम्म गर्दिन ल सो गाइस यहाँको क्लिप चाहिँ सक्यो होइन लास्ट थाकिसक्यो हामी जियोस् अब यहाँको सक्यो होइन अब के अझै बाँकी छ यो वाला सक्यो क्लोजअप ल ठिक छ भइरहेछ दामी भइरहेछ इन्जोय गरौँ अनि यो भ्लगमा चाहिँ धेरै बोल्न पाइँदैन अब त्यही बढी जस्तो बिटिएस आउँछ त्यही हेरेर इन्जोय गरौँ ल केटाकेटी हो तर रमाइलो भइरहेछ केटाहरूको एनर्जी बबाल छ होइन घ्याप हो एनर्जी बबाल है केटाहरूको मन पुलअप होइन फुटाउँदै अझै हावा खाँदै यो दामी भइरहेछ नेचुरल हावा खाइरहेछौँ अझै घाम फुटाइरहेछौँ होइन दामी भइरहेछ अझै एनर्जी हान्नु पर्छ केटा हो होइन पालिको एनर्जी यस्तो हानिदिन्छु कि गाडबाट गु निकालिदिन्छु यही तरुवालले मा लखटी हान्ने हो ठाउँमै पुगाउने हो त्यही ठाउँमा पुगाउने हो काट्दिने हो तुरी त्यही ठाउँमा घ्याप्प र तलदेखि घ्याप्प हालेर मुखमा ल्याप्प पुगाइदिने हो यो म्युजिक भिडियो खस्यो भने चाहिँ अलिक तल्का हुन्छ त्यो नि वेटमा बसौँ है रमाइलो हुन्छ त्यही हो रमाइलो भइरहेछ ओइ घ्याप्प समाएर घ्याप्प सो त्यही हो होइन केटा रमाइलो गरौँ इन्जोयमेन्ट लिउँ होइन त्यति बोल्न पनि के पाइने होइन सो त्यही भन्दै होइन अब के कस्तो क्लिप हुन्छ नाइट सुट हो होइन नाइट सो पुरै टोटल्ली कता हुन्छ होइन सो लास्टसम्म हेर्नु होला त्यही भन्दै होइन अहिलेको लागि चाहिँ नेक्स्ट के हुन्छ कता जाने है सुगडा हो भइरहेछ सोलो है अब चाहिँ People sold on the mic. Forward side. Japo chopero capo. Capo, japo chopero capo. Gorero big dog, kole kurkila como chito ijan. Hanama sokan. What's my round? Ulo chukan that tiro what's now? स्टार्टिङमा दामी सेटअप भइरहेछ होइन सो बवाल भइरहेछ अब यहाँ चाहिँ भाइको सुट भइरहेछ यतादेखि सो भ्यू पनि दामी छ है अनि यता हाम्रो साथी यता काम गरिरहेछन् होइन मिलाइरहेछन् होइन साथी सो त्यही हो Japo chopero capo. Capo, japo chopero capo. Vocero chokan. Na bhai toktan. Gorero big dog kole kurkilako muji toijan. Hanama sokan. Gojima round. Udaउँछु कान्दान तेरो पो what's now? अत्र पसिना खोला बोक्छ हाम्रो पश्चिममा जे बोले त्यही हुन्छ फेक छैन मेरो मसिनमा कतिको गाड चल्यो तँ दुःख रहेछ तेरो नसिबमा हँसिहालेर गर्छन् तेरो चर्चा भयो सो केटा अब हामीले सुट पनि सकिसक्यो माथिबाट अब लिफ्टबाट अब हामी तल गइरहेको छु अनि साथी वी आर फ्रम सिधै सुदूरपश्चिम होइन सबैले माया एकदम देखाइदिनु होला त्यही सो आधी केटाहरू चाहिँ तल पुगिसक्यो अनि क्यामेराम्यान आधी माथि छ सो त्यही हो अघि हामी चाहिँ लिफ्टमा अड्किएको अब त्यही कारणले दुई जना गरेर गइरा हो अहिले अब त्यो नो रिक्स अब रिक्स लिँदा चाहिँ अलिक गाह्रो हुँदो रहेछ गाह्रो साह्रै गाह्रो भइसक्यो यो
ल फेरि आएन नि ठिस भएछ केटा हो फेरि हामी जाको त्यही होइन तर यहाँ बटन दाब्नु पर्दो रहेछ नि त होइन अघि हामी त्यो कुरामा बिर्सिहाल्यो थाहा छैन गफमा बिर्सेम के गर्नु फेरि अझ माथि पुग्यो अझ 6 जना आउन खोजिरहेको थिएँ फेरि नो रिक्स भनेर 2 जना मात्र जान लाग्यो सो त्यही हो होइन अब बाँकी सुट चाहिँ अब कति भयो होला 10% भयो होइन अझ 90% हामीले सुट गर्नु छ होइन त्यही हो अब अँध्यारो छ रातिको माहौल हो उता आधी केटाहरू उता पुगिसक्यो होइन अगाडितिर छ है उता वेटिङमा हो अनि हामी चाहिँ यताबाट गइरहेको हो सो अब के कस्तो हुन्छ उतैतिर भेट्नुपर्छ सो केटा हो अहिले चाहिँ रातिको 1 बज्न लाग्यो डह्रो मेहनत भइरहेछ यतातिर जनरेटर चालु गरेर यता लाइटिङको व्यवस्था होइन यता भइरहेछ होइन साथी यो हो नि त स्ट्रगल होइन के कस्तो गर्नुपर्छ भने थाहा छ नि त होइन अनि यता भइरहेछ सब काम कुरो भइरहेछ अनि हामी हेर्दाखेरि मात्र पुरा भिडियो त एकैछिन बनाए जस्तो लाग्छ होइन के भइरहेछ हामीलाई त थाहा छ कति भोग्नुपर्छ होइन अहिले रातिको 1 बज्न लागेको छ हामी ठ्याक्कै बिजुली बजारको तल छौँ स्ट्रगल भन्ने पैसा उत्तिकै आउँछ भन्ने छैन नि त मिहिनेत गरिरहेको छ गाई सपोर्ट गर्नु पऱ्यो नि त खै त सपोर्टै छैन अब त्यो फेरि लो नगरौँ न ब्याङ्कर धरिरहेको छ सबै सपोर्ट माया देखाइदिनु पऱ्यो यस्तो दामी भइरहेछ यतातिर होइन सो हाम्रो स्ट्रगल गरिरहेको छ अनि यति स्ट्रगल गरेपछि त अनि अलिक त फ्यानको माया त पाउनु पऱ्यो नि त केटा हो अनि होइन त यति त देखाइदिनु पऱ्यो नि त हाम्रो चक्रे भाइले चाहिँ 2 शब्द भन्दैछ के भन्दैछ अरे म 2 शब्द के भन्न चाहन्छु भने एक शब्द चाहिँ के हो भनेपछि होइन अब जस्तै हामी राति परिसकेपछि हामी सुत्ने टाइम हुन्छ हामी सुत्छौँ होइन सुतिसकेपछि हामी एकचोटि त मरे आस्ति हो नि त बिहान अझ हामी आफै उठ्छौँ क्या कसरी उठ्छौँ क्या यसो सोचौँ त खै कस्तो हुन्छ अनि एउटा अर्को कुरा कस्तो भनेपछि जो मान्छेले आँखा देख्दैन त्यो मान्छेले चाहिँ सपना देख्छ कि देख्दैन कमेन्ट गरौँ है टक्क त्यो कति सेकेन्डमा छ कति मिनटमा छ टक्क त्यो मेन्सन हानेर टक्क अनि रिप्लाई आयो कमेन्ट हान्नु पऱ्यो है त ये सोचने वाली बात नहीं है
सो गेडा फाइनल्ली चाहिँ हाम्रो प्याकअप भयो होइन सक्यो सुट चाहिँ अब आजको लागि चाहिँ यति नै अनि अहिले लगभग 2-3 बजिसक्यो सो आजको लागि प्याकअप सो दामी भयो यता प्याकअप भइरहेछ सब चिजहरू भयो होइन अनि यतातिर वाइल्ड थाकिसक्यो दामी भयो अब त के हुनु यस्तो जाडो लाग्छ अनि यहाँ केटाहरू बसिरहेछ सो होइन यता साथीको गियर पनि टुटिसक्यो भने साथी तिम्रो एकदम अनि के कस्तो भइरहेछ भाइ अनि होइन दामी भयो होइन उसरी त दामी भयो सुट यो सक्यो होइन फेरि छ अझ यो एउटा मात्र होइन नेक्स्ट सुट अझ छ 2-4 दिन पछि आजको लागि चाहिँ प्याक हो आजको लागि चाहिँ भइहाल्यो नि त 3 बजी आयो अलिक सुत्नु पनि पऱ्यो नि त होइन कति स्ट्रगल पागल भइसक्यो वाल म अब सन्तोष छैन मलाई त रियली भन्नुपर्दा पुरै शरीर काम लाग्छ यार रियली हो भनेर मेरो पनि घरमा बुढी रोक्को रोइछ बुढा कतिखेर आउँछ भनेर यस्तो जाडोमा त्यही हो केटा अब के कस्तो हुन्छ होइन एक खुट्टो टुटे जस्तो भएछ त्यही भन्छु म यता भाइले पनि माया देखाउनु पर्यो होइन माया छाड्नु भएन नि त केटा यो मात्र होइन कि अब चाहिँ अब ब्याङ्गर झरिरहेछ अब बिस्तारै टेन्सन नलियो केटा हो सो त्यही अब चाहिँ गुड नाइट होइन ल सो यही भन्दै आजको लागि यही बिदा चाहन्छु हस् त धन्यवाद नेक्स्ट लोकेसन होइन के छ राजा लोकेसन त बवाल छ नि त बच्चाको नर्सरी के छ र ठिक छ के छ हेरौँ न आज कस्तो हुन्छ कतिको सुट हुन्छ जियोस् ए ल एकछिन होइन यस्तो हो रमाइलो एकछिन एउटा म पनि हान्दिउँ न राजा हामी पनि यहाँदेखि चढौँ बच्चा क्यामेरा ह्यान्डल म गर्छु अब आज तिमी खेल न जाऊ वा नै यो चाहिँ एक लट हेलमेट त निकाल ल कसो फुल सेफ्टी छ नि त हेलमेट सही हो वाह ल सर रिङ्गट आयो कि मा कसम ग्याप घुमाउन केटा अलि जोडले त्यहाँदेखि उसलाई ऊ आयो भने त मजा आउँदो रहेछ यार हो खै रोक्न एकछिन रोक्न मलाई कसम आँखा बन्द गरेर आएर कहाँ उडिरहेको रोकन म यहाँ घुम्या म चाहिँ टाउ पुरै रोक्दै दाइ रोकन म छिर्छु अब राजा पनि बसौँ न यार नै म भित्रै बसेर रमाउने हो एकछिन तिमी घुमाउ न यतिको रमाइलो त हुनु पर्यो नि त केटा हो धेरै पनि नघुमाउ न ओए टुट्ला
यो त अति हो यार केटा हो के हो रे हो राजा ए मागको त ए भाइ रोक्न भाइ यार प्लिज भाइ यार रोक्न भाइ रोक्न ओए रोक्न भने साथी हातमा दुखिरहेको छ है माया नभन्नु अब घुम्न अब एकछिन आएर बाहिर कम हुनु लाग्छ भन्न हान्छ ठिक छ यतिको चाहिँ हुनुपर्छ उता चाहिँ अब लाइटहरू मिलाउनु यतिको धेरै रमाइलो गर्नुहुन्न ल ठिक छ केटा अब चाहिँ हामी लोकेसनमा पुगिसक्यौँ अब हामी यसो सेटको तयारी गरौँ होइन सेट मिलाउनुतिर लागौँ न अब यसो पर रातो लाल भइसक्यो नि त थाहा छ कि नै ए सुटिङको नाममा रमाइलो गर्न मिल्यो आज है केटा हो यतिको चाहिँ हुनुपर्छ नि त यतिको रमाइलो चाहिँ हुनु पर्यो नि त केटा हो अनि त्यही हो जे होस् हाम्रो कामहरू भइरहेछ केटा हो होइन जस ट्र्याकहरू निक्लिरहेछ अनि भ्लगहरू हाम्रो अलि ढिलो आइरहेछ धेरै लेट भइरहेछ एक्जाम चलिरहेछ अलि तिम्रो त एक्जाम चलिरहेछ होइन के काम गरिरहेको छु होइन बिस्तारै थाहा हुन्छ गाइस त्यही हो हुन त धेरै कामहरू भइरहेछ बिहाइन्ड द क्यामेरा साइपर त चाँडै खस्छ यार केटा हो वेट गरौँ ल अब त्यो वेट गरौँ भन्दा कस्तो कि अब खसिहाल्छ यो च्याप्पो घ्याप्पो पछि सबै चिज भइसक्यो ट्र्याकहरू भइसक्यो रेकर्ड अब सुट हान्न मात्र बाँकी हो हाम्रो भाइकिङ फ्यामिलीको सुट साइपरको लागि होइन सुट हान्न मात्र बाँकी हो सुट वान डेमा हुन्छ कुन दिन झ्याप्पो भएर कुन दिन घ्याप्पो आउँछ थाहा हुन्न त्यो पनि होइन त झ्याप्पै हुन्छ जे हुन्छ तर झ्याप्पो हुन्छ दोस्त के भइरहेछ यता केटा हो काम कुरो भइरहेछ हामी यता बसिरहेछौँ होइन सो त्यही हो लाइट रातो लाइट लाल हो यता सेटअप भइरहेछ है लाइटिङको ग्याप्पो 2 हो 4, 5, 6, 7, 10 सम्म निकाल्छु गोलमालको सिरिज आउने जसरी नै आउँछ वानलाई कतिको सपोर्ट आउँछ त्यो अनुसारले 2 पनि आउँछ होइन त भाइ राजा पनि टु बी कन्टिन्यू यतिकै चाहिँ हुनु पर्यो नि त खै हाम्रो विप्लव राजा कहाँ छ विप्लव अहिले अलि म चस्मा त मैले भिडियोको लागि ला हुने राजा तिमी बच्चाको जस्तरी खेलिदिइरहेछौ अहिले पनि लाग्यो नि त दोस्त आफ्टर लङ टाइम धेरै पछि तर मैले चस्मा लगाएर पनि मैले देखिरहेको छु सबै के भइरहेछ कहाँ के भइरहेछ टक्क हुन्छ नि चलफल हेरिरहेको छु राजा तँ पो देखिन लाग्छौ त आज अनमोल केसीको नाति तर माया दाडी आइदिएछ कडावाला त्यही त भने उसको नाति भने चाहिँ अब सौला त सुहाउने कुरा त मैले गरेँ होइन बाउ हुनसक्छ बुझ्ने गर न कहिले प्ले बाउ हुन सक्छ भुनको चिन्ताडी छैन नि त फेरि त्यो अन्त तनाव के भनिरहेको थियो क्यामेरा अन भयो नि त चुपचाप होइन केटा म त खतरनाक हो नि फेरि भाइ हक्ला मात्र खिचेको छैन अन्त केटा हो 3, 2, 1 एक्सन ल भयो त यो सर्ट भयो त अच्छा हुआ सक्यो अरे दोस्त एउटा के भन्छ गिरी दोषको यस्तो भएको छ अरे घाँटी यस्तै त रहेन राजा त्यस्तै हो भोलिदेखि सन्चै छ अब यसलाई अब फेरि देखाइदिनु पर्ने ठाउँमै आयो अहिले चाहिँ ल ठिक छ यो चाहिँ नेक्स्ट एङ्गलबाट है कडा हो बवाल भइरहेछ केटाहरूको होइन त अझै अब त्यही त हुनु पऱ्यो मन उभिउँ त कहाँ उभिउँ यस्तो पारामा ल ठिक छ हान न क्यामेरा फुट्ला नि राजा विचार गरेर होइन डामाडोल हुन्छ होइन दोस्त के भयो तिमीलाई यार यस्तो सेन्टी किन हो तिमी भन्नु न स्याडमा छु यार कतिखेर जाउँला रुम भइसक्यो अस्ति भर्खर मैले स्याडको एक्जाम दिएँ हो अनि कस्तो गयो
वान टेस्ट एकदम बबाल 3 पान्ना अझ थपेर लिए याद आयो कि नि मलाई एक्जाम दिँदा मेरो याद आएन भइरहेछ केटा हो होइन यहाँ मेरो माथि चाहिँ क्यामेराम्यान छ एकदम माथि तर देखिँदैन होला म अगाडि यो चाहिँ सेकेन्ड लास्ट सर्ट हो केटा यो पछि फाइनल सर्ट हुन्छ त्यसपछि प्याकअप अब धेरै छैन यो चाहिँ सेकेन्ड लास्ट सर्ट हो त्यसपछि प्याकअप हुन्छ होइन सो हाम्रो डान्स मास्टर होइन यस्तो डान्स हुन्छ 4वटा दिदिनमा च्याप्प प्याकअप भने प्याकअप गर्नु दिएन है केटा फेरि लास्ट बाँकी छ है हाम्रो बाँकी छ विमल दाइले पोल डान्स हान्ने अरे विमल दाइको पोल डान्स यता पोलो रेडी भइरहेछ कसरी दिन्छौ त देखाउ त एकताल हेरिदिउ न ओ माय सो केटा हो फाइनली सुट पनि सकिसक्यो अनि हाम्रो फोटो सब पनि सकियो सुट भइसक्यो अनि सो हामी अब हाम्रो लागि अब यही हो त्यही भन्दै हामी बाई सबैले माया गरिदिनु होला